हेलो साथीहरु, यो हाम्रो गाउँको घर, हाम्रो यो फूलहरु फुलेछ। यो जेक सुतिरहेछ अनि यो हाम्रो फूल कति राम्रो भएछ यो फूल। यो पनि अनि यो गमला हामीले घरै बनाएको यो। अनि यो हिजो खुर्सानी रोपेको, यो खुर्सानी रोपेको त्यो पनि छ। अनि यो फूलहरु भयो, यो फूल पनि फुल्न रहेछ। अब फूलहरु यो हाम्रो फूल यस्तो फुलेछ। बेगमबेली फूल कस्तो राम्रो यस्तो फुलेछ। यस्तो फूल बेगमबेली फूल फुलेछ। यो फूल बेगमबेली फूल, यो फूल भयो। घाम पनि लाग्छ यस्तो चर्को र चर्को। यो फूल यहाँ आमालाई लैजाने हो। यो फूल साथीहरु, हाम्रो काउली हेर्नु यो कस्तो पो भएछ। यहाँ के भएको होला यस्तो काउलीलाई? काउली त यो ब्रोकोली यस्तो भएछ। यहाँ काउली, यो काउली, यहाँ पनि छ हाम्रो काउली। यो काउली खाने यो मस्तले फ्राई गरेर काउलीहरु। यो त्यही फूलको कति ठुलो रुख छ। फूल यो हाम्रो घरको बाटो हो। यो हाम्रो घर। अनि माथि भिर माथि हामी जान्थ्यौं माथि। यो पुरा हाम्रो घरको बाटो। फेरि हामी आज चाहिँ म चटपट बनाएको देखाउनु भएको छ होइन। मैले आफै सोची चटपट बनाउनु भएको छु र यो गाउँको चटपट बनाउने भन्दामा महिना अगाडि आउँछु क्या। मलाई चटपट बनाउन राम्रो लाग्छ नि त त्यो बेला। अनि कलर हाल्दा किन हाल्नु, कलर हाल्दिनँ भने कलर मन पर्दैन नि त मम्मीहरूलाई। हाम्रो यहाँ भाडा नै यसो है, बाहिर धेरै मान्छे नि त। अनि त्यही भएर भाडामा बनाउनु पर्छ। अहिले सामने चाहिँ टाउको अरू छ देखाउँछ अचारलाई। युनिक भएर आलु नै हेरिसक्यो। तपाईँको हान्दै है बनाउने रहेछ गाइस। यो चाहिँ मेरो हेल्पर र भुजा खै त भुजा हाल भुजा त भन्नै हाल्नु धेरै जानु। हाला यस्तो थोरै हुन्छ होला नि। उता छैन अझै भुजा हाल्दिउँ कम भएर हाल्छु। म काट्छु। म काट्दिनँ त भुजा नि भइसक्यो होइन। यो भुजा छ सँगै छ है गाइजहरू। हामीले भर्खर हाल्दै राखौँ ल। सुपालाई यो सुप होइन हुन्छ ल। सुपाला नाकमा बसेर यसको धुलो घिउ पनि हाल्दिनँ। घिउ न हजुर यो के भन्छ बोडी के नाम थाहा भएन हाल्यो।
युनिक पहलवान छ है पहलवान पहलवान खोल्ने छ ए खोले खोले हो राम्रो नि प्याज त मलाई रुवाउँछ गाइजहरू होइन अब एकछिन इमोसनल हुने बेला छु मलाई रुने बेला भाज्नु नि त अनि अब रुएको हेर्न चाहनुहुन्छ भने भिडियो हेर्नुहोस् गाइज रुनु पर्यो यार मेरा कति राम्रो हेर्न नि पाएन तिम्रो नि अब त्यस्तै हुन्छ यति काट्यो नि त गाइज यस्तो आँखा पोलेन पछि पकाउँदै जान्छ त भने धर्रो युनिक पनि युनिक देखाइदियो नि त रोक्न सवारा त रुन बाँकी छ गाइज त देखाइदियो नि त आँखा खोल्न सक्दैन है यो प्याज दामहरू प्याज दामहरू आयो अनि अझमा आँखा पोल्दा उता लगायो यार उता हालिहाल्यो यार हालिहाल्यो हाल्दै के भयो पासमा अलिक कस्तो टमाटर काट्नुपर्छ गाइज मेरो आँखाको अहिले सिचुएसन हेर्न सक्नुहुन्छ हजुरले चल मेरो आँखा हजुरलाई होइन अब सुटिङहरू गर्दा के आँसु आएर पनि हुन त अनि यो प्याज काट्नु छैन अनि होइन प्याज काट्नु छ हजुरको के अरे खाना पकाउने बेला सजिलो नि हुन्छ प्याज काट्नु पर्दैन फेरि अनि सुटिङमा रुना नि सजिलो हुन्छ अनि अब उसको पालो रुना हो उसको भइसक्यो गाइज त्यसले चाहिँ अब के भनौँ सुटिङको लागि प्याज युज गर्नुहोस् यहाँ काँक्रो पनि मैले काटिसकेँ अनि हामीले यहाँ मुस्ला हामीले काँक्रो पनि काटिसकेँ अब हामी टमाटर प्याज काट्नेवाला छौँ हाम्रो अब यहाँ टमाटर पनि काटिसक्यो र युनिक हाल्यो कलर चाहिँ पकाउनु पर्छ कलर हाल्न पनि सक्छौँ नहाल्न पनि सक्छौँ हामी भर छैन है पिरो लिएर पिरो लाइक गाइज सुटिङको लागि हजुरहरूले म त्यो के आँसु गर्न के लिक्विड जस्तोहरू किन्नुहुन्छ नि लाइक म क्या त्यस्तो नकिन्ने क्या पैसाको नि बचत हुन्छ है अनि प्याज चाहिँ त्यो भन्दा नि एक्स्ट्रा आँसु निकालिदिन्छ अनि सेभ अफ मनी पैसाको पनि बचत हुन्छ गाइज त्यस्तो गर्नुहोस् मेरो सूचना अनुसार चाहिँ लास्ट त रोड भइदिन्छ नि त आँखा त एकछिन त म त रोक्ने के अब काँक्रो खाँदैछु अनि चटपट अन्तरी सजिलो पनि छैन गाइजहरू जति हजुरले सोध्नुहुन्छ कोही प्याजहरू त त्यो गरेन नि पोल्दैन नि मैले हिजो प्याज काटेर मेरो उता आँसु पनि झरेन मलाई आँखा त क्या आँखा पोल्दैन परेर उहाँ चाहिँ म रुइरहेको छ बिचरा मेरो काँक्रो हो क्या आमाले हेर्छ पिरो पिरो हाम्रो यहाँ यस्तो पिरो हुन्छ नि गाइज होइन यो मैले पछि खानु भने यस्तो बास्ना आयो है थियो है लास्ट कडा छ है गाइजहरू त्यो त है यति पिरो हाल्यो भने पनि यो त लास्ट कडा हो क्या हामी हाल्नेवाला छौँ अनि यति चाहिँ हाल्नेवाला छौँ तिम्रो हात पोला नि जाऊ डाडो लिएर जाऊ
पिरो भयो नि होस् हामी म त खाने म धेरै चटपटी खाने मैले आफूले पकाएको चटपटी किन मलाई खास मिठै लाग्दैन तर अरूले भन्छ अघि तारिफ त सुन्नै पर्यो लाली ओठै लाल्यो हाल्यो आँखा गजल हाम्रो आलु छ है चटपटीमा आलु नहाल्ने कुरा हुन्छ त गाइज हामीले त्यो पनि हामीले हामीले हाल्छौँ चाहिन्छ चटपटीमा होइन खायो नहाल्ने झ्याउलाई हामी हाल्दैन त्यसलाई रेगुलर हो काट्दैछु गाइज म आलु गाइज हाम्रो चटपटी त एक ढक्कनमै भएन त अरू बेला त हामीले 2-3 ढक्कन लानु पर्छ एकचोटि हामीले है सोनी सौगातहरूसँग बनाउँदा हामीले 4 ढक्कन हाल्ने थियौँ यति गिलो भएको थियो नि गिलो भएको थियो त्यति बेला त गिलो मतलब त्यो चटपटी चाहिँ के धेरै गिलो होइन कि त्यस्तो रङ हालेको गिलो होइन अर्को गिलो तेल बढी हालेर गिलो त्यस्तो त मिठो पनि हुनु नि त मैले धेरै खाएन अब रङको लागि फुड कलर छ कि छैन सोधेर आऊ त फुड कलर गाइजहरू होइन अहिले हाम्रो पुरै सामान चाहिँ छैन होइन हाम्रो अहिले धनियाँ छैन हामीले स्कुलमा बनाउँथ्यो कि गाइज यस्तो मिठो है त्यो त नसोच्ने हुन्छ भने है कस्तो खतरा भयो मैले चाहिँ जहिले चाहिँ चटपटे मसला लिएर आउने हुन्थ्यो अनि लास्टमा हाल्ने कि त्यो त अनि जहिले मैले चाहिँ चटपटीको मसला लिएर आउने हुन्थ्यो अनि धनियाँ अनि अरूहरूले साथीहरूले चाउचाउ लिएर आउँथ्यो म चाहिँ जहिले त्यही कि फेरि म चाउचाउ लिएर आउँछु भन्दा पनि तिनीहरूले मान्दैन है मैले लिएर आउँछु त चाहिँ यो लिएर आइहाल्छ किनकि मैले चटपटीको सोडा मसला राम्रो बनाउँथ्यो होला नि त यस्तो मलाई लाग्थ्यो अनि मेरो एउटा साथीले कलर बनाएर लिएर आउँथ्यो मिठो हुन्थ्यो यो आलु त हिजोको गाइस त्यही लु हालिदेऊ त्यहाँ जब हामीले चुक हालिदिन्छौँ चुक चाहिँ अब हामीले यत्रो भएपछि अब दुई ढक्कन त हाल्नु पर्यो ढक्कन फेरि कति ठुलो छ क्या त्यही भएर एक ढक्कन गयो 3 ढक्कन हाल्नु पर्ने जस्तो मैले के गरेँ नि चुक नै धेरै गएको रहेछ चुक र चिनी खानु भएको छ झन् यस्तो मिठो हुन्छ नि कुकुर ट्राई गर्नु भएन भने आज गएर ट्राई गर्नु चुक अहिलेसम्म के को भन्छ मलाई चाहिँ थाहा छैन नि चुक कसरी भन्छ चुक कसरी बन्छ गाइजहरू है म अलिकति चाख्छु है हात सबै छ है लाग्यो छैन म चाहिँ यत्रो चटपटेमा यत्रो सानो यत्रो चटपटेमा यत्रो ढक्कनको चुक हाल्यो नि त्यो 2टा हुन्छ त मलाई ल 4 ढक्कन हाल्नुमै हामीसँग कलर बनाउनु गएको पनि छ तर हामीसँग कलर छैन होला है अब हामी नुन हाल्छौँ नुन चाहिँ हाल्दैन कि यति
हुन्छ यति हाल्ने मेरो चटपट त कसले खान्छ होला गाइस यो गेम डाउनलोड गरेछ एक चम्चा हालिदिएँ दुई चम्चा दुई चम्चा अनि नुनिलो भएर मान्छेहरू मर्छ त्यसरी मैले चटपटै खानु नपाएँ नि अब बिग्रियो भने मम्मीले मार्छ एक्सप्रेसन ल्याइदियो नि त फेरि ल फेरि खतरा गरेको थियो हेर्नु पनि गाइस अलिकति चाखेर आखै राम्रो हाम्रो अब हामी जानेछौँ अब लास्टमा ओयल ओयल आइके यसको चाहिँ एक ढक्कन 2 ढक्कन चाहिँ हाल्नुपर्छ नत्र चटपटे मिठो हुन्न धन्न गाइसहरू लाइक एक ढक्कन मुसा त म मुसेको देखाउँछु हाम्रो नि हालिसक्यो होइन मिक्स गरिसक्यो भने अब चुक पनि हाल्नुपर्छ नि त कहिले होइन चटपटमा चुक नहाल्ने त कुरै हुँदैन उता त नि मुसा तिमीले बिचमा त मुस्दो रहेछ भयो 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 हाम्रो चटपटे चाहिँ अब यति बची बाटेर होइन बाडेर एकजना 2जना हामी 2जना मात्रै बनाएको है आइसक्रिम अब हामी चटपटे सकाउँछ गाइस होइन हाम्रो यो खाएन है पिरो भएर मन लागिसक्यो पिरो भएर चाहिँ म भन्दै गर्दालाई यति हाल्दा पनि पिरो हुन्छ होला अनि हाम्रो युनिक जित्यो युनिकलाई खान्छ अब यति सबै युनिक खाएर देखाइदियो बाई बाई हाम्रो ब्लग यति अहिले चटपट बनाएको ब्लग थियो अहिले सक्छ होला बाई भन्नु सबैले बाई भोलिको भिडियो भयो तपाईँलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला चटपटे बनाएको भिडियो सब्सक्राइब चाहिँ गरिदिनु चटपटे बनाएपछि यस्तै झ्याउ हुन्छ है एउटा मेस मलाई यति झ्याउ लाग्छ अब यो सफा गर्नु त्यही पनि सफा गर्नुपर्छ